स्वागत छ तपाईलाई इन्डस्ट्रोमा। आज चाहिँ हामी इन्डस्ट्रोमा चाहिँ भाटभुटेनीको जस्तै फोन पेको डाइनामिक क्युआर कसरी इन्टिग्रेट गर्ने भन्ने कुरा सिक्दैछौँ। त्यसको लागि चाहिँ लगइन गरौँ। त्यसपछि चाहिँ त्यहाँनिर सेटअपमा जाउँ। सेटअपमा गइसकेपछि बैंक फोन पे भन्ने छ त्यहाँ क्लिक गरौँ अनि क्रिएट न्यू बैंकमा क्लिक गरौँ र टाइपमा चाहिँ फोन पे भन्ने सिलेक्ट गरौँ। यहाँ फोन पे सिलेक्ट गरिसकेपछि तल नयाँ फर्महरू आउँछ, तपाईँ देख्न सक्नुहुन्छ। यो फर्ममा चाहिँ तपाईँले मर्चेन्ट कोड, युजर नेम, पासवर्ड, सिक्रेट भर्नुपर्ने हुन्छ। यो चाहिँ तपाईँले चाहिँ आफ्नो जुन ब्याङ्कमा खाता छ त्यो ब्याङ्कमा गएर चाहिँ मलाई फोन पेको डाइनामिक क्युआरको चाहिँ सर्भिस चाहियो भनेर चाहिँ त्यहाँबाट सर्भिस लिनुपर्ने हुन्छ। लिइसकेपछि चाहिँ तपाईँलाई त्यो ब्याङ्कबाट चाहिँ यो इन्फर्मेसनहरू प्रोभाइड गर्छ र त्यही अनुसारले चाहिँ तपाईँको जुन ब्याङ्क हो त्यो ब्याङ्कको नाम त्यहाँ लेखिदिनु होला। त्यस्तै गरेर मर्चेन्ट कोड अनि युजर नेम अनि पासवर्ड र त्यस्तै गरेर सिक्रेट चाहिँ त्यहाँ टाइप गरिदिनु होला। यो चाहिँ तपाईँलाई ब्याङ्कले प्रोभाइड गर्ने कुरा हो। अनि सेभ भन्ने बटनमा क्लिक गरिदिनु होला। मैले चाहिँ पहिल्यै बनाइसकेको छ, त्यही भएर नयाँ बनाइनँ। मैले सुरुमा बनाउँदाखेरि चाहिँ इनएक्टिभ हुन्छ। यो एक्टिभेट गराउनुको लागि चाहिँ तपाईँले टेस्ट पेमेन्ट टु एक्टिभेट भन्नेमा क्लिक गर्नुपर्ने हुन्छ। एउटा टेस्ट पेमेन्ट गर्नुपर्ने हुन्छ एक्टिभेट गराउनुको लागि। त्यसको लागि चाहिँ तपाईँले अब यो क्युआर चाहिँ जेनेरेट भयो, यसमा चाहिँ पेमेन्ट गरिदिनु होला आफ्नो मोबाइल ब्याङ्किङबाट। एक रुपियाँ काट्छ। पेमेन्ट रिसिभ भइसकेपछि चाहिँ तपाईँलाई आफै पनि नोटिफिकेसन आउँछ। आएन भने चाहिँ त्यहाँनिर चाहिँ पेमेन्ट चेक गर्ने एउटा अप्सन पनि राखेका छौँ हामीहरूले। अहिलेको लागि चाहिँ तपाईँले चाहिँ क्लिक हियर इफ यु रिसिभ पेमेन्ट भन्ने बटनमा थिचिदिनु पर्ने हुन्छ। यदि तपाईँले आफ्नो ब्याङ्कमा चाहिँ पैसा प्राप्त गर्नुभयो भने चाहिँ यो बटन क्लिक गरिदिनु होला। यो गरिसकेपछि चाहिँ तपाईँको फोन पे एक्टिभेट हुन्छ र यो क्लिक गर्ने बित्तिकै अब तपाईँको इन्डस्ट्रोमा चाहिँ फोन पेको मर्चेन्ट अकाउन्ट इन्टिग्रेट भयो र अब चाहिँ हामी यसलाई युज गरेर हेरौँ। अब म सेल्समा गएँ, एउटा कुनै अर्डरमा गएँ। अर्डरमा गइसकेपछि चाहिँ म अहिले डेमोको लागि जस्ट 1 रुपियाँको मात्रै अर्डर बनाउँछु। त्यही भएर चाहिँ 602 रुपियाँ चाहिँ म डिस्काउन्ट गर्छु यहाँनिर। त्यो गरिसकेपछि मैले चाहिँ फोन पे भन्ने बटनमा क्लिक गरेँ र यसरी चाहिँ यो अर्डरको लागि उसले बिल बनाइदियो। सरी, यो अर्डरको लागि एउटा क्युआर बनाइदियो, हेर्न सक्नुहुन्छ। अनि यो क्युआर चाहिँ कस्टमरले स्क्यान गरेर पे गर्ने। पे गर्दाखेरि चाहिँ अटोमेटिकली नोटिफिकेसन आउँछ। आएन भने चाहिँ चेक पेमेन्ट भन्ने त्यहाँनिर बटन देख्न सक्नुहुन्छ। त्यो बटनमा चाहिँ क्लिक गरेर पेमेन्ट भयो कि भएन भनेर पनि चेक गर्न सक्नुहुन्छ। हेर्नुहोस्, आफै नोटिफिकेसन आयो र अथवा त्यो तपाईँले मिस गर्नुभयो भने पनि यहाँनिर चाहिँ चेक पेमेन्ट भन्नेमा चाहिँ क्लिक गरेर पेमेन्ट आयो कि आएन भनेर चेक गर्न सक्नुहुन्छ। ल, पेमेन्ट आइसकेको छ। अब यसलाई चाहिँ हामी चेकआउट गरौँ। त्यसको लागि चाहिँ चार्जमा जानुहोस्। चार्जमा गइसकेपछि चाहिँ तपाईँको चाहिँ अप्सनमा चाहिँ ब्याङ्क सिलेक्ट गरिदिनुहोस् र जुन ब्याङ्कको फोन पे थियो त्यो ब्याङ्कलाई सिलेक्ट गरेर चेकआउटमा थिचिदिनुहोस्। त्यसपछि चाहिँ हामीहरूको अर्डर पनि चेकआउट भयो। ल, यो अर्डरमा चाहिँ आज हामीहरूले फोन पेबाट चाहिँ पेमेन्ट लियौँ। धन्यवाद।